यहाँहरू सम्पूर्णलाई नमस्कार। मेरो नाम चाहिँ रुद्रबहादुर राई। म चाहिँ सुप्रिम टेक्नोलोजी एन्ड ट्रेनिङ सेन्टरको एमडी। सुप्रिम टेक्नोलोजी एन्ड ट्रेनिङ सेन्टर चाहिँ विगत 5 वर्षदेखि कटारी र दुधौली बजारमा चाहिँ कम्प्युटर शिक्षा सँगै विभिन्न ट्युसन, आयोगको लाइसेन्स क्लासहरू, भाषा कक्षाहरू पढाइ भइरहेको छ। विशेष गरी हामीले कम्प्युटर सेन्टरलाई चाहिँ कम्प्युटर तालिम केन्द्रलाई फोकस गरेर चाहिँ यो चाहिँ हामीले स्थापना गरेका थियौँ। स्थापना कालदेखि हामीले कम्प्युटरको विभिन्न कोर्सहरू पढाउँदै आइरहेका छौँ। यसमा चाहिँ विशेष गरी हामीले बेसिक कोर्स, कम्प्युटरको डिप्लोमा कोर्स, कम्प्युटर अपरेटर, डिजिटल मार्केटिङ, ग्राफिक डिजाइनिङ, अन्य डिजिटल कोर्सहरू, भिडियो एडिटिङ, ग्राफिक्स कोर्सहरू, साथै कोरियन ल्याङ्ग्वेज, जापानिज ल्याङ्ग्वेज र अन्य इङ्ग्लिस ल्याङ्ग्वेजहरू सँगै आयोगको विभिन्न कक्षाहरू चाहिँ हामीले गरिरहेका छौँ। लोकल जबहरूमा पनि पठाउने गरेका छौँ। सँगै विभिन्न कर्पोरेट क्षेत्रहरूमा पनि हाम्रो विद्यार्थीहरू चाहिँ अहिले काम गरिरहेका छन्। सँगै अब विद्यालयहरूमा आइसिटीको विस्तारसँगै आइसिटी टिचरको रूपमा पनि हाम्रा विद्यार्थीहरू कार्यरत छन्। हाम्रो अफिसको लोकेसन चाहिँ कटारी गोलपार्कको नजिकै सुसम कम्प्युटरको पहिलो तलामा छ र हाम्रो भगवती मन्दिरबाट अलिकति तलतिर र गोलपार्कबाट अलिकति माथि बिचमा चाहिँ हाम्रो सुप्रिम टेक्नोलोजी चाहिँ अवस्थित छ। हाम्रो अफिस चाहिँ बिहानको 6 बजेदेखि बेलुकाको 7 बजेसम्म निरन्तर रूपमा सिफ्ट वाइज तरिकाले चाहिँ चलिरहेको छ। हामीले चाहिँ एक समयमा 1.5 देखि 2 घण्टा हुँदै आवश्यकता अनुसार विद्यार्थीको आवश्यकता अनुसार चाहिँ समय थप गरेर उसको समयलाई मध्यनजर गरी हामीले कोर्सहरूलाई चाहिँ अगाडि बढाइरहेका छौँ। हाम्रा विशेषताहरू चाहिँ यस प्रकार रहेका छन्। हरेक कोर्समा विशेष छुटको व्यवस्था, दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा कम्प्युटर कक्षा गराइने, विकली युनिट टेस्ट विथ फिडब्याक कक्षा गराइने, विश्व प्रसिद्ध पुस्तकहरूसँगै लाइब्रेरीको व्यवस्था, पब्लिक स्पिकिङ, डिजिटल लिटरेसी र बेसिक सेयर मार्केट सम्बन्धी कक्षा गराइने। आधारभूत कक्षाहरू चाहिँ किन सिक्ने त भन्दा विश्वव्यापी रूपमा चाहिँ प्रतिस्पर्धा गर्नलाई हामी सक्षम बन्छौँ, आर्थिक रूपमा सबल र सिपयुक्त बन्छौँ। आजको सानो लगानी नै भोलिको ठुलो भविष्य। कम्प्युटर सिकौँ, रोजगारी बनाऊ। हस्त धन्यवाद। सबैजना नमस्कार। मेरो नाम चाहिँ रेणुका कार्की हो। म चाहिँ उदयपुर कटारी वडा नम्बर 4 उदयपुरमा बस्छु। म चाहिँ क्लास 11 मा म्यानेजमेन्ट सब्जेक्ट लिएर स्टडी गरिरहेको छु। म चाहिँ यहाँ हाल सुप्रिम टेक्नोलोजी एन्ड ट्रेनिङ सेन्टरमा कम्प्युटर सिकिरहेको छु डिप्लोमा कोर्स लिएर। अनि यहाँ आइसकेपछि चाहिँ मैले एकदम सुप्रिम फ्यामिलीसँग जोडिएको छु। नमस्कार सबैजनालाई। मेरो नाम चाहिँ निर्मल बराल हो। मेरो घर चाहिँ कटारी नगरपालिका वडा नम्बर 12 उदयपुरमा पर्दछ र म अहिले हाल भनेको चाहिँ कक्षा 12 मा त्रिवेणी माध्यमिक विद्यालयमा पढ्दैछु र साथै यस कटारी नगरपालिका 3 मा रहेको हेड अफिस सुप्रिम टेक्नोलोजी एन्ड ट्रेनिङ सेन्टरमा कम्प्युटर अध्ययन गरिरहेको छु र यस क्रममा यहाँ भनेको मैले धेरै कुरा सिक्न, प्राविधिक क्षेत्रमा ज्ञान लिन पाइरहेको छु। कसैले पनि यदि प्राविधिक क्षेत्रमा ज्ञान सिप कुनै क्षमता सिक्न चाहनुहुन्छ भने यो सुप्रिम फ्यामिलीले धेरै राम्रो अपर्च्युनिटी दिइरहेको छ। त्यही भएकाले हामी सबैजनाले यहाँनिर अब वातावरण मैत्री शिक्षा लिइरहेको छौँ। अब यहाँ रहनुहुने सम्पूर्ण टिचरहरूले फ्रेन्डली भएर पढाइरहनुहुन्छ, कुनै पनि कुरालाई सहजता रूपमा बुझाइरहनुहुन्छ। हामीले सिक्ने कुरामा कुनै पनि बाधा अवरोध आइरहेको हुँदैन। कुनै पनि कुरा सिक्दाखेरि नयाँ कुरा कुनै पनि टिचरहरूले अब हामीलाई जस्तै फ्रेन्ड रूपमा सम्झाइरहनुहुन्छ। त्यसकारणले हामीले सजिलै रूपमा सिक्न सकिरहेको हुन्छौँ। त्यही भएर यस सुप्रिम फ्यामिलीमा आउनुभयो भने चाहिँ तपाईँहरूले सबैभन्दा राम्रो गरी कम्प्युटर क्षेत्रमा प्राविधिक धारमा ज्ञान सिप हासिल गर्नुहुन्छ भन्ने मलाई लाग्छ र मैले पनि अहिलेसम्म राम्ररी नै सिकिरहेको छु र